नमस्कार सबैजनामा डाइनामिक टेक्नोसफ्ट च्यानलमा यहाँहरूलाई हार्दिक स्वागत छ। आज हामी डेली भाउचर रिपोर्ट कसरी हेर्ने र प्रिन्ट गर्ने भनेर सिक्दैछौँ। डेली भाउचरले एक दिनभित्र भएका सबै फाइनेन्सियल ट्रान्जेक्सन्स रेकर्ड गर्छ, जसले ट्रान्सप्यारेन्सी, कन्ट्रोल र इजी डेली रिभ्यू सुनिश्चित गर्छ। आउनुहोस् सबैभन्दा सुरुमा लगइन गरौँ। लगइन भइसकेपछि हजुरहरूले ड्यासबोर्ड र लेफ्ट साइडमा मोड्युल्सहरू देख्न सक्नुहुन्छ र त्यही मोड्युल्स अन्तर्गत हामीले अकाउन्टिङ म्यानेजमेन्टमा क्लिक गर्नुपर्ने हुन्छ। क्लिक गरेपछि हामीले रिपोर्टिङ र त्यसभित्र प्रिन्ट डेली भाउचरमा क्लिक गर्नुपर्ने हुन्छ। क्लिक गरिसकेपछि हजुरले यो स्क्रिन देख्न सक्नुहुन्छ र त्यसपछि भाउचरमा हामीले कुन भाउचर हेर्ने भनेर एउटा भाउचर सेलेक्ट गर्नुपर्ने हुन्छ। त्यसपछि हामी रिपोर्टमा भएको ड्रप डाउन बटनलाई क्लिक गरी डिफल्ट चुज गर्नेछौँ। हजुरहरूले देख्न सक्नुहुन्छ हाम्रो डेली भाउचर यसरी जेनेरेट भइसकेको छ र यो डेली भाउचरलाई प्रिन्ट गर्नको लागि हामीले प्रिन्टमा क्लिक गरी आफूलाई चाहिएको टेम्प्लेट सेलेक्ट गर्नुपर्ने हुन्छ। यसरी हजुरहरूले डेली भाउचर हेर्न र प्रिन्ट गर्न सक्नुहुन्छ।